टु माई च्यानल रियल गेमर ब्लगर। सो कि सबैजना सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु। र आजको ब्लगमा चाहिँ एउटा टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु होला कि आज हामी मिर्मी जाने हो। सो अहिले चाहिँ बिहानको 6:45 भयो र यत्रो म अहिले घर छु र अब एकैछिनमा गाडी आइहाल्छ, डिलक्स बस हो। र यो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला र यो भिडियोलाई एउटा लाइक पनि गरिदिनु होला। अनि ल अनग्याले भनेको सेयर पनि गरिदिने है ल। सो अब अनि आज चाहिँ हामी सिमिचोर हुँदै मिर्मी जाने हो र साँझ फर्किने हो। सो आज चाहिँ न्यु इयरको दिन हो। आजबाट 2082 नयाँ वर्ष 2082 को सबलाई हार्दिक मङ्गलमय शुभकामना। र चाहिँ 2082 वैशाख 1 गते हो र अब 7 बजी गाडी आउँछ र हामी त्यसैमा जाने हो। सो गाइज अहिले चाहिँ गाडी चाहिँ अहिले बाट्री छेडा आउँदैछ अरे। अहिले चाहिँ 7 बज्यो र चाहिँ बाटोमा जाने हो। दिदीहरू पनि आउँदै हुन्छ, दिदी, मम्मी अनि बाबा अनि बहिनी। अझै आएन। सो गाइज फाइनल्ली बस चाहिँ आइसक्यो। गाडी हो। सो गाइज हजुर हेप्पी न्यु इयर। सो गाइज गाडी चाहिँ यही हो, रेसुङ्गा एक्सप्रेस। सो गाइज भनेको जिटिको मिर्मी पुग्ने। सो गाइज नमस्ते। फाइनली हिँडिसक्यौँ। अब हामी अहिले भगवती मन्दिरतिर छौँ। टाढा अर्को बस सो हामी चाहिँ अब सिमिचोर हुँदै जाने भयो। अनि हामी सिमिचोरको खर्चाइ हुँदै रेडीबाट जाने भयो। लगभग त्यस्तै 11-12 होला। सो गाइज बाटो चाहिँ अलिअलि उबड खापड छ। अनि सो हामी क्यान्सल भएको तपाईँ आउने भयो त होइन? मैले मिलाएको थियो भित्रै, उहाँ फेरि टाढा भयो नानी सानी। सो गाइज हामी चाहिँ अहिले सिमिचोरमा यसो उत्र्यौँ। यता तल चाहिँ पुरा जङ्गल हो। अहिले चाहिँ हामी ठ्याक्कै यो सिमिचोरको चौरीदेखि यसो तल छौँ। हामी चाहिँ यो बाटो आएको, यो तल्लो बाटो। अनि
सो यही गाडी हो हामी आएको बसमा र तलबाट अलि पिच छ बाटो अनि सजिलो छ तलबाट अनि सो पछाडिपट्टि अलि खाली छ गाडी सबैजना यसो उत्रिनु भएको छ अनि उता तलको चाहिँ बाल्दी गाउँ हो सिमिचोरको बाल्दी भला त के अरे कस्तो कपिराइट लगाइदिलाओस् म त कपिराइट लगाए पनि म्युजिकको भिडियो पनि हाल्छु म त सो गाइस यो चाहिँ राङबासको सिन हो र हामी चाहिँ अब सिमिचौर हुँदै खर्साङ हुँदै जाने भयौँ फिल्मतिर पिक्चर हेर्दै जाँदा इन्डस्ट्रीमा कच्चै बढी टिक्छ सो गाइस हामी चाहिँ अहिले फेरि आयौँ र अल्जाम गुल्मी दरबार गाउँपालिकामा छौँ र बाटो चाहिँ एकदम पिच छ त्यही भएर गाडी चाहिँ एकदम कुदिरह कति राम्रो फाट बेनीदेखि अलि अगाडि आएछौँ र गाडी चाहिँ एकदम मजाले कुदिरह र अब चाहिँ हामी मिर्मी पुग्न लाग्यौँ र अहिले चाहिँ 11:30 भयो र अहिले 12 बजीतिर पुग्छ मलाई सो अब मिर्मी गएपछि भेट होला सो गाइस अहिले चाहिँ हामी मिर्मीबाट हिँड्यौँ र अहिले चाहिँ साँझको 7 बज्न लाग्यो र हामी चाहिँ अब ठ्याक्कै यो मिर्मी पट्टिमल चाहिँ हामी गुल्मीमा छौँ स्याङ्जा चाहिँ सो गाइस यता पारी चाहिँ स्याङ्जा हो भर्खर हिँडिरहेको साइड चाहिँ गाइस गुल्मी हो सो अब जति बेला अब हामी चाहिँ अब मिर्मी गएर डुङ्गा चढ्यौँ अनि उता शिला शालिग्राम भन्ने रहेछ उता मिर्मीमा त्यहाँ गयौँ र अब हामी त्यस्तै 9:30 पुग्छ मलाई र सो यो भिडियो हेर्दै गर्नु होला सो गाइस हामी चाहिँ फाइनल्ली घरमा आइसकेछौँ र अहिले 11 बज्न लागेको छ र म पनि अब सुत्छु सो आजको लागि यति नै र रेसुङ्गा यातायातको 61-62 आइसी स्किन पनि अब 2-3 दिनमा रिलिज हुन सक्छ सो थ्याङ्क्स फर वाचिङ बाई